हेलो फ्रेन्ड्स, नमस्ते। मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई भोजपुर बजारमा रहेको एउटा सानो करेसा बारीको दृश्य देखाउने क्रममा छु, जुन चाहिँ कुन ठाउँमा पर्छ तपाईहरुले पुरा भिडियो हेरेर थाहा पाउनुहुनेछ। जुन सदरमुकाम भन्दा 4 किलोमिटर टाढा पर्ने सोही ठाउँ एकदमै सुन्दर र मनमोहक देखिन्छ। जुन ठाउँ हेर्दा जति सानो छ तर त्यति नै मनमोहक दृश्य अनि प्रकृतिले भरिभराउपूर्ण ठाउँ। यो दृश्य देख्दा जो कोहीको पनि मन लोभ्याउने गर्छ। यो ठाउँ चाहिँ एकदम कृषियोग्य ठाउँ हो। यहाँका जनजीवन चाहिँ कृषिमा आबद्ध छन्। यहाँ विभिन्न थरीका फलफुल लगायत सागसब्जी, काउली, आलु, कोपीहरू लगायत धेरै किसिमका फलफुलहरू लगाउने गर्छन्। यो ठाउँ चाहिँ एकदमै कृषियोग्य ठाउँ हो। यहाँ चाहिँ धान, कोदो, अलैँची लगायत विभिन्न किसिमको बिट बिरुवाहरू हुने गर्छन्। साथै खेततिर नै माछाहरू पनि पाइने गर्छन्। साथीहरू, गाउँ सानो देखे पनि एकदमै सुन्दर छ। अनि यहाँका मुख्य कमाई धान, मकै, कोदो हो। अनि ल साथीहरू, सुन्तलाको बगैँचा छ। अनि यहाँ फेदमा यो चाहिँ ब्रोकाउली हो। ल हेर्दै जानुहोस् है साथीहरू, ब्रोकाउली फुल्ने बेला भइरहेको छ। सुन्तलाको सेपले गर्दा अलिक सानै फुल्छ। अनि बकुलाहरू पनि हुन्छन्। अनि साथीहरू, यो गाउँलाई चाहिँ सेतो कोइलाको ठाउँ भनेर पनि चिनिन्छ है साथीहरू। ल हेर्नुहोस्, हिउँदा बर्खा यसरी धारा धरेर बगिरहेको हुन्छ। पानीको कहिले पनि खाँचो हुँदैन। सिँचाइ गर्नका लागि पनि घर घरमै पाइप हुन्छ। ल हेर्नुहोस्, सिँचाइ। ल रायोको साग पनि ल हेर्नुहोस् है साथीहरू, यस्ता हुन्छन्। अनि हेर्नुहोस् मुला। अब हेर्नुहोस् बन्दाकोपीहरू पनि छन्। यहाँ बन्दाकोपी चाहिँ यसरी छन्। गाँठो चाहिँ लागिसकेको छैन। यहाँ पनि रहेछ यसरी बन्दाकोपी, आलुहरू होइन, अघौटे आलु हो यो। अनि पुरै सुन्तलाको बगैँचाले भरिभराउँछ। एभोकाडा, सुन्तला, लसुन बारी पनि, लसुन, प्याज यसरी गराई रोप्ने चलन छ यता। हेर्नुहोस् यसरी इस्कुसको झ्यालहरू, सुन्तलाहरू लटरम्मै फलेको छन्। यसरी यो चाहिँ पछौटे आलु हो। ल सुन्तलाहरू फलेको दृश्य हेर्नुहोस्। ल हेर्नुहोस्, ल यसरी हरेक कुरा
उत्पादन हुने ठाउँ कुन होला जस्तो लाग्दै होला तपाईँहरूलाई होइन हेर्दै जाँदा। यो ठाउँ हो भोजपुर नगरपालिका 5 छिन्तापु भन्ने ठाउँ। यस्तै दृश्यहरूको भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, सेयर र एक सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। ल आजको भिडियो यहीँ अन्त्य गर्दछु। हस्त नमस्ते।